गाउँ पनि विरक्त लाग्न थाल्यो दाइ। अब सबैले छोडेर गइहाले, अब हामी पनि सहरतिर लाग्यौं। Alright, so hey guys, welcome back to my another vlog है। So स्वागत छ तपाईलाई मेरो अर्को यो नयाँ भ्लगमा चाहिँ। सो आजको भ्लग चाहिँ मेरो लागि स्पेशल र विशेष गरी हाम्रो गाउँ भन्दा पनि बाहिर देशतिर बस्ने यो गाउँको दाजुभाइहरुको लागि चाहिँ आजको भ्लग चाहिँ बबाल स्पेशल छ। किनभने यस आज चाहिँ म मेरो गाउँ देखाउन खोजिरहेको छु। र अहिले चाहिँ यो भिडियो मैले यो हाम्रो खानेपानीको बीचदेखि मैले भ्लग बनाउँदै छु। सो मेरो प्लानिङ चाहिँ माथिसम्म जानु थियो, माथिसम्म जाने प्लानिङ थियो। अलिकति डर लाग्यो, त्यसकारणले गर्दाखेरि चाहिँ म बीच बाटोमै भ्लग स्टार्ट गर्दैछु। तपाईहरु देख्न सक्नुहुन्छ पछाडिको सिन। पल्लोपट्टि श्री नन्द उच्च माध्यमिक विद्यालय हाम्रो स्कुल, जुन मैले एसएलसी दिएको स्कुल हो, त्यो चाहिँ देख्न सक्नुहुन्छ। र त्यस पछाडि यहाँ हाम्रो मेन चौराहा, मेन चोक देख्न सक्नुहुन्छ। त्यहाँपट्टि हाम्रो 9 एनसीएल को टावर छ। र तपाईलाई आज म सक्दो यताउति घुमेर चाहिँ मेरो गाउँको दृश्यहरू तपाईलाई देखाउनेछु। र भिडियोलाई सुरुदेखि लिएर लास्टसम्म हेरेर साथ दिनु होला। र मेरो युट्युब च्यानलमा कोही नयाँ हुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला है त। सो अहिले भर्खर मैले जहाँबाट भ्लग स्टार्ट गरेको थिएँ, त्यो ट्याङ्की चाहिँ त्यहाँ छ, तपाईँले देख्न सक्नुहुन्छ। त्यो चाहिँ हाम्रो खानेपानीको ट्याङ्की है, देख्न सक्नुहुन्छ एकदम ठुलो छ। र पहिला पानी चाहिँ यहाँ 2-3 पानीको धारा थियो, ठुल्ठुलो धारा थियो। अहिले चाहिँ यसलाई व्यवस्थित गरेर चाहिँ हाम्रो जस घर प्रत्येकजनाको घरमा चाहिँ खानेपानीको व्यवस्था भएको छ। त्यो चाहिँ हाम्रो लागि एकदम प्लस पोइन्ट रहेको छ है, एकदम गुड र राम्रो काम रहेको छ। ओके, सो देख्न सक्नुहुन्छ है, हामी चाहिँ अहिले ठ्याक्कै भन्दाखेरि चाहिँ मछली नदीको पुलको बीच पोइन्टमा छौँ, देख्न सक्नुहुन्छ। र मैले स्टार्टिङमा तपाईँलाई भनिसकेको थिएँ, स्टार्टिङको ब्लग चाहिँ हाम्रो खानेपानीको बीचबाट, खानेपानी ट्याङ्कीको बीचबाट मैले स्टार्टिङ गरेको थियो भने त्यस पछाडि यहाँ मछली नदीदेखि सिधै बानी भएर चाहिँ हाम्रो गाउँ सिधै
अहिले तस नस बनाएर चाहिँ अब हामी चाहिँ फर्किन्छौँ। यहाँबाट फर्काएर चाहिँ फेरि पल्लोपट्टि एउटा सानो झोलुङ्गे पुल छ, हामी त्यो बाटो भएर चाहिँ पहिला चाहिँ हामी पिच रोड भएर आएको थियौँ। सो अब चाहिँ हामी यहाँ नदीको किनारतिर नदीको छेउ भएर हामी किनारबाट चाहिँ हामी घर फर्किनेछौँ। ओके, हामी चाहिँ ठ्याक्कै अहिले यहाँको झोलुङ्गे पुल दोस्रो झोलुङ्गे पुल आइपुग्यौँ, देख्न सक्नुहुन्छ। अब ठ्याक्कै अगाडिपट्टि देख्न सक्नुहुन्छ। हामी चाहिँ यसमा गएर एकछिन फोटोसोटो खिच्नेछौँ, अनि त्यस पछाडि तपाईँहरूलाई यहाँको यो सिनहरू देखाउनेछौँ। ओके, यो चाहिँ ठ्याक्कै हामी अहिले यहाँको हाम्रो सबैभन्दा के हो ठाउँको नाम, सबैभन्दा तल चुट्टी भन्ने ठाउँमा होइन हामी ठ्याक्कै छौँ। यहाँको हाम्रो झोलुङ्गे पुल देख्न सक्नुहुन्छ। एकदमै बब्बाल हावा चलिरहेको छ। ओके, देख्न सक्नुभयो होइन, यो चाहिँ हाम्रो यस चुट्टीको झोलुङ्गे पुल है। अब चाहिँ हामी एउटा फर्किन आँटेको, हामी यसो मेमोरीको लागि केही क्लिपहरू फोटोहरू त्यसपछि भिडियोहरू बनायौँ। अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ। यहाँपट्टि यहाँ खाजा पसल टक्कै राखेको रहेछ, पर्यटन क्षेत्र टाइपको भनौँ न, जस कुनै पनि मान्छेहरू आउँदाखेरि चाहिँ टक्क फोटो क्लिप्सहरू यताउति हेर्नको लागि चाहिँ जस पुल चाहिँ बबाल छ। यो सुविधाको लागि बनाएको पुल। यसो हेर्दाखेरि चाहिँ जस हुन्छ नि फोटोसोटो खिच्ने टाइपको, जस फोटोसोटो खिच्यो। अब चाहिँ हामी यहाँबाट फर्किन आँटेको, टाइम पनि लगभग निकै भइसकेको छ। ओके, ठ्याक्कै हामी अहिले यहाँ मसेली नदीको छेउमा पुग्यौँ र म यो बाटो आउँदाखेरि चाहिँ जस्ट धेरै वर्षपछि भयो नि त यो बाटोमा आएको। सो अलिकति धेरै चेन्ज भएको रहेछ, अलिक कता कस्तो टाइपको लागिरहेको थियो। सो अब यहाँबाट म निस्केर सिधै गणेशलाई ताल जानेछु, अनि त्यसपछि हाम्रो ब्लग चाहिँ त्यहाँ इन्डिङ हुनेछ। त्यसपछि हाम्रो होलीको कार्यक्रम छ, हामी होली खेल्नेछौँ। सो अबको 5 मिनटपछि हामी त्यहाँ पुग्नेछौँ। ओके, फाइनली हामी चाहिँ देख्न सक्नुहुन्छ गणेशलाई ताल हाम्रो जस आजभन्दा केही वर्ष अगाडि चाहिँ एकदम व्यवस्थित र राम्रो थियो र अहिले तालमा पानी सुकेछ। जस यहाँको एकदम पर्यटन स्थलका लागि चाहिँ एकदम बब्बाल एकदम राम्रो तालमा गनिन्छ, देख्न सक्नुहुन्छ। ओके, ब्युटिफुल पिपल देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो गणेशला ताल है। सो तपाईँहरूले चाहिँ जस गणेशला ताल आजभन्दा केही वर्ष अगाडि कस्तो थियो भन्ने हिसाबले चाहिँ तपाईँ हेर्न चाहनुहुन्छ भने गणेशला ताल देखाउँदा भोलि भनेर तपाईँले युट्युबमा सर्च गर्नुभयो भने जस पुरानो भिडियोहरू चाहिँ तपाईँहरूले यहाँको गणेशला तालको भिडियोहरू तपाईँहरूले हेर्न सक्नुहुनेछ। र तपाईँलाई कस्तो लाग्यो मेरो प्यारो देखाउँदा भोलि मेरो गाउँ कस्तो लाग्यो तपाईँलाई। सो लाइक हानिदिनुहोस्, कमेन्ट हानिदिनुहोस्। र विशेष गरी चाहिँ यो भिडियो कस्तो भने जस हामी गाउँमा बस्ने स्थानीय बासिन्दाहरूलाई चाहिँ मतलब हुँदैन होइन, जस विदेशतिर जाने दाजुभाइहरू हुन्छ उहाँहरूले चाहिँ कस्तो हुन्छ भन्दाखेरि हाम्रो गाउँ कस्तो भयो होला भन्ने टाइपको एउटा फिलिङ हुन्छ नि त। म आफै एउटा विदेशमा बस्ने मान्छे भएर पनि मलाई त्यस्तो फिल हुन्थ्यो। सो त्यस कारणले गर्दाखेरि चाहिँ मैले अलिकति दुःख गरेर धेरै ठाउँ घुमेर चाहिँ होइन सबै भिडियो बनाएको छु, मैले सबै भिडियोहरू बनाएको छु, सबै ठाउँको भिडियोहरू बनाएको छु। सो तपाईँलाई कस्तो लाग्यो, आई होप तपाईँहरू सबैलाई मन परेको हुनुपर्छ मेरो प्यारो गाउँ। सो थ्याङ्क्स फर वाचिङ। भिडियोलाई सुरुदेखि लिएर लास्टसम्म हेरेर साथ दिनुभयो। र मेरो युट्युब च्यानलमा कोही नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। सो थ्याङ्क्स फर वाचिङ, बाई बाई, टेक केयर गाइज।